ए छोरी छोरी ए छोरी छोरी होइन बोल्दिन त अति नानीलाई लिनु बाउ चाहिँ यस्तो छ हो त अब लोक आउने होला के गर्ने छोरी त्यही त भने गान्छे अब के गर्ने नमस्ते 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 लौ न हजुर छोरी हराएर लास्टै तनाव भयो भने गाउँभरि खोजिसके भेटेको होइन यहाँ आएकी छिन् कि भनेर बाबुलाई फोन गरे बाबुले पनि फोन उठाउनु भएन मेरो छोरी यहाँ छिन् त हजुर आकी छिन् सोफिया अघि पनि त्यत्रो स्वरले बोलाएँ यही भएको मान्छे बाहिर निस्किनु पर्दैन बाहिर निस्कि त होइन बाउलाई दिन रात तनावमा राखेर तँ यहाँ आएर कसरी बस्न सके कि खुर्क बाहिर निस्कि त भाइ गान्छे के गर्ने हो बाउले बोलाइरहेछन् बाहिरै आउँदिन बाउले लिएर जान्छन् कि भनेर बाहिर नआक्यो नि अब म बोलाउँ भने पहिला बाउलाई हाल्दा जस्तो पक्लकै ढाल्देला फेरि म त बोल्दिनँ के गर्ने हो त मिलाए होइन तपाईँहरू के खुसुखुसु गरेर बसिरहनु भएको छ मेरो छोरी यहीँ छ भने होइन मैले बोलाउँदा त मरि गयो निस्किन्न त लौ न एकचोटि बोलाइदिनुहोस् न अब हजुरले बोलाउँदा हजुरको छोरी बोल्नलाई त हजुरको छोरीलाई हजुरको माया लाग्नु पर्यो नि तपाईँले आफ्नो छोरीलाई बुवाले गर्ने जस्तो व्यवहार कहिले गर्नु भएको रहेनछ हजुरको स्वभावै त्यस्तै कडा छ मैले छोरीलाई कडा व्यवहार गरेर थर्काएर तह लगाउन सक्छु भन्ने भ्रम छ हजुरलाई तर तपाईँको यस्तो कडा स्वभावले तपाईँकी छोरीमा कहिल्यै पनि सकारात्मक परिवर्तन आउँदैन आजकलका बच्चाहरूलाई बुवा आमाले साथीले जस्तै व्यवहार गर्न सक्नुपर्छ उनीहरूका समस्याहरू सुनिदिनुपर्छ चाहनाहरू बुझिदिनुपर्छ समस्या हुँदाखेरि समाधानको बाटोहरू सजिलै आफूले देखाइदिनुपर्छ तर तपाईँ त जतिखेर छोरीलाई थर्काउनु हुँदो रहेछ छोरीको चाहनै बुझ्नु हुँदो रहेनछ छोरीलाई इमोसनल ब्ल्याकमेल गर्नु हुँदो रहेछ त यहाँ बसेस् भने म मरिदिन्छु भनेर हिँड्नु भएछ अनि घरमा पुर्याएपछि चाहिँ अर्कैसँग बिहे गरिदिन्छु भन्नुभएछ बिचरीले मेरो भाइलाई मन पराएकी छिन् अनि तपाईँले जबरजस्ती अर्कोसँग बिहे गरिदिन खोज्दा कहाँ तपाईँकोमा बस्छिन् त तपाईँको छोरी अनि कहाँ तपाईँले बोलाउँदा खुरुक्क निस्किन्छन् त बाहिर भित्र लुकेर बसेकी छिन् तपाईँको छोरी हो लुकेर बसेको छिन् लुकेर फेरि तिमीहरूले लुकाएर राखेका भनेर हात छोड्नु होला हामीले लुकाएर राखेन तपाईँको छोरीलाई तपाईँको धेरै हात छोड्ने बानी छ तपाईँको हात चाहिँ पछाडि नै राखेर कुरा गर्नुहोस् त्यो हात अगाडि ल्याएर कुरा गर्नुभयो भने राम्रो हुँदैन नि आज फेरि हात छोड्न होइन हजुर म आज यहाँ हात जोड्न आएको म अबदेखि कहिले पनि हात छोड्दिनँ तर के गर्नु मेरो छोरीले मलाई गलत बुझी क्या अब तपाईँले यस्तो